नेपालबाट स्टुडेन्ट भिजामा जापान जाने सोचमा हुनुहुन्छ तर कहाँबाट सुरु गर्ने, कति खर्च लाग्छ, ल्याङ्ग्वेज चाहिन्छ चाहिँदैन, भिजा लाग्छ कि लाग्दैन भन्ने कन्फ्युजन छ। आजको यो भिडियोमा म तपाईलाई नेपालबाट जापान स्टुडेन्ट भिजामा जाने कम्प्लिट प्रोसेस अनि के कति खर्च लाग्छ भन्ने कुरा डिटेलमा जानकारी गराउँदैछु। र सबभन्दा सुरुमा वाइ जापान, किन जापान आखिर? आज धेरै नेपाली स्टुडेन्टहरूले जापान चुज गरिरहेका छन् किनकि जापानमा क्वालिटी एजुकेसन छ, सेफ कन्ट्री छ, पार्ट टाइम जबको अपर्च्युनिटी छ, पढ्दै गर्दा अर्निङ गर्न सकिन्छ र लङ टर्म सेटलमेन्टको पनि चान्स छ। त्यो हुनाले नेपालबाट धेरै स्टुडेन्टहरूले जापानलाई चुज गरिरहेका छन्। विशेष गरी हार्डवर्किङ स्टुडेन्ट्सका लागि जापान एउटा स्ट्रङ डेस्टिनेसन हो। तर सही इन्फर्मेसन बिना एप्लाई गर्दा धेरै स्टुडेन्टहरूले प्रब्लम फेस गरिरहेका छन्। हु क्यान एप्लाई? कस्तो स्टुडेन्टले जापान एप्लाई गर्न सक्छन् त? यदि तपाईँ +2 अथवा ब्याचलर पास हुनुहुन्छ र ग्याप 4-5 इयर्ससम्म छ एकाडेमिक ग्याप भने तपाईँ जापान स्टुडेन्ट भिजामा एप्लाई गर्नको लागि एलिजिबल हुनुहुन्छ। र यो भन्दा थोरै बढी ग्याप छ भने पनि कलेज अनुसार कुनै कलेजले लिने चान्स हुन्छ र सिट चाहिँ अलिक थोरै हुन्छ। सो 4-5 इयर्ससम्मको ग्याप छ भने एकदम इजी हुन्छ तपाईलाई। अब जापानिज ल्याङ्ग्वेजको कुरा गरौँ। तपाईलाई एज अ स्टुडेन्ट भिजामा जापान जाँदै गर्दा बेसिक जापानिज ल्याङ्ग्वेज रिक्वायर्ड हुन्छ। तर जापान जानु अघि कम्तीमा N5 पास र N4 पनि पढेर जानुभयो भने तपाईलाई उता डेली लाइफमा सजिलो हुन्छ, पार्ट टाइम जब पाउन सजिलो हुन्छ र साथसाथै इन्टरभ्यूको लागि कन्फिडेन्स पनि बन्छ। यी सबै कुराहरूको गाइडेन्स अनि प्रिपरेसन एकदमै इम्पोर्टेन्ट हुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण खर्च, के कति खर्च लाग्छ त? प्रोसेसको स्टार्टदेखि एन्डसम्म खर्चहरू कलेज, सिटी र इन्टेक अनुसार फरक पर्न सक्छ। कलेज फी अराउन्ड 1 इयरको तपाईलाई 7 to 8 लाख पर्छ। होस्टल फी 6 मन्थको 2 लाख अथवा 2,50,000 सम्म पर्न सक्छ। र यसबाहेक मेडिकल, टिकट, जापानिज एन, सपिङ, कन्सल्टेन्सी चार्जेस, N5 एक्जाम, डकुमेन्टेसन सबै कुरा गर्दाखेरि 4-5 लाख तपाईलाई एडिसनल खर्च हुने देखिन्छ। र यो सबै टोटल गर्दा 14 to 16 लाख NPR जस्तो तपाईको खर्च हुने देखिन्छ। यो करेन्सी फ्लक्चुएसन, टिकटहरूको रेटमा फ्लक्चुएसनले गर्दा थोरै तलमाथि हुन सक्छ। अब प्रोसेस कसरी हुन्छ? फर्स्टमा काउन्सेलिङ, त्यसपछि जापानिज ल्याङ्ग्वेज नेपालमा लिनुहुन्छ, कलेज एप्लाई गर्नुहुन्छ, इन्टरभ्यू हुन्छ, कलेज सिलेक्सन भइसकेपछि तपाईले डकुमेन्ट बनाउनुहुन्छ, त्यसपछि CA प्रोसेस गर्नुहुन्छ, CA आइसकेपछि भिजा एप्लाई गर्नुहुन्छ र प्री डिपार्चर प्रिपरेसन गराउँछौँ हामीले र तपाईँ जापान जानुहुन्छ। सँगसँगै उता गइसकेपछि तपाईले विभिन्न कार्डहरू बनाउनु पर्ने, ब्याङ्क अकाउन्ट खोल्नु पर्ने हुन्छ। यसमा तपाईलाई कलेज अथवा तपाईँ बसिरहेको होस्टलबाट सेन्सीहरूले तपाईलाई हेल्प गरिदिनुहुन्छ। र यी सबै कुराहरूको गाइडेन्सको लागि तपाईँ गोज एजुकेसनल कन्सल्टेन्सीमा भिजिट गर्न सक्नुहुनेछ। गोज एजुकेसन कन्सल्टेन्सीले केवल फर्म मात्र फिलअप गर्दैन, प्रपर गाइडेन्स पनि गर्छ। जेन्युन काउन्सेलिङ, डकुमेन्ट सपोर्ट, फ्री ल्याङ्ग्वेज प्रिपरेसन क्लास, इन्टरभ्यू गाइडेन्स। यदि तपाईँ जापान स्टुडेन्ट भिजाको बारेमा सिरियसली सोच्दै हुनुहुन्छ भने एकपटक पुतली सडकमा रहेको हाम्रो गोज एजुकेसनल कन्सल्टेन्सीमा भिजिट गर्नुहोस् र सबै कुरा डिटेलमा बुझेर फर्दर निर्णय गर्न सक्नुहुनेछ। धन्यवाद।